हेलो गाइज, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म धेरै दिनपछि भिडियो बनाउन गइरहेको छु। यो चाहिँ म भलिबल ग्राउन्डतिर जानु लाग्छु। के छ ग्राउन्डको स्थिति, धेरै दिन भयो नगएको, तपाईँलाई म देखाउन चाहन्छु। यो हाम्रो ग्राउन्डतिर जाने बाटो हो। यो ग्राउन्डतिर जाने बाटो धेरै राम्रो छ, हेर्न सक्नुहुन्छ तपाईँले। कति सुन्दर खजुरहरू पनि बवाल छन्। तपाईँलाई देखाउँछु मैले खजुरहरूको बोट। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। यो चाहिँ बयरको बोट तपाईँलाई लास्ट भिडियोमा भनिसकेँ। यसको कहानी तपाईँले याद छ कि छैन, मेरो पहिलाको भिडियो हेरेको भए पर याद होला। यो चाहिँ हाम्रो खजुरको बोट देख्न सक्नुहुन्छ, बवाल छन् खजुर चाहिँ। नेपालमा हुन्थ्यो भने यत्रोसम्म गायब भइसक्थे, यहाँ भएर बचेको छन् अहिले। अर्को घरमा पनि बवाल लिची फलेको छ। त्यो झोप्पै पुरै बाँधेर राखेको छन् लिचीको बोटलाई चाहिँ। म चाहिँ ग्राउन्डमा पुनः लागिसकेको छ। म एक्लै छु, हिँडिरहेको छु मजाले। फाइनल्ली हामी ग्राउन्डभन्दा अगाडिको पार्कमा आइसकेको छौँ। यो चाहिँ ग्राउन्ड बाहिरको पार्क हो। पार्कमा चाहिँ फ्यामिलीहरू मात्र नै एलाउड छ। आएर मान्छेहरूले एक्सर्साइज त गर्छन्, तर फ्यामिलीहरू एलाउड छ भन्छ। यो चाहिँ रनिङ गर्ने पिच हो। ग्राउन्डभन्दा बाहिरको पिच अझै नै राम्रो छ। यो चाहिँ हाम्रो फुटबल ग्राउन्ड यतातिर चाहिँ हाम्रो भलिबल ग्राउन्ड हो। यहाँ प्र्याक्टिस भइरहेको छ, फुटबल भलिबल दुइटै प्र्याक्टिस भइरहेको छ। म चाहिँ यसो बाहिर जगिङ गरिरहेको छु। यहाँ जगिङ गरिसकेपछि म पनि ग्राउन्डतर्फ अब लाग्न लागिसकेँ। यो ग्राउन्डको अब मेन गेट भनौँ यसलाई। अगाडि देखेको चाहिँ हाम्रो ग्राउन्डको मेन गेट हो। मेन गेटबाट गएपछि हामी ग्राउन्डभित्र गइन्छ। भलिबल ग्राउन्ड, फुटबल ग्राउन्ड दुइटै एकै ठाउँ छन् ग्राउन्ड चाहिँ। अनि गाइज, तपाईँहरूले कतिको वर्ल्ड कप हेर्नु भएको छ र अब कुन टिमको सपोर्टमा हुनुहुन्छ त? अब नेक्स्ट गेमको फ्रान्स भर्सेस स्पेनको गेममा चाहिँ कुन टिमको सपोर्टमा हुनुहुन्छ तपाईँहरू? कमेन्ट गरिदिनु होला। अब कमेन्टमा कति गोल कुन टिमले हान्छ भनेर अब प्रिडिक्सन गरिदिनु होला। जुन टिमले भनेको तपाईँहरूले जसले भनेको मिल्छ नि, त्यसलाई चाहिँ एउटा गिफ्ट ह्याम्पर दिन सक्छु मैले। गाइज, अब चाहिँ ग्राउन्डतिरबाट रुमतर्फ लाग्दैछौँ। हामी चाहिँ धेरै दिनपछि गेम खेलेको, गेमको भिडियो त गराउन पाएन म, एक्लै थिएँ। त्यही भएर धेरै थके लाग्यो, धेरै दिनपछि खेलेको। अब भोलि के हो नि थाहा छैन। झन् हात खुट्टाको शरीरको हालत देख्न सक्नुहुन्छ। धेरै नै पसिना आइसकेको छ गाइज। तपाईँले पुरै भिजिएको छ, धेरै गर्मी छ। यस्तो गर्मीमा खेल्न त खासै नसकिने हो। त्यही पनि खेल्यो लखर गर्दै भए पनि। चाहिँ हाम्रो दुबईको नाइट भ्यू तपाईँहरूलाई।